आज चाहिँ थियो बिदाको दिन अनि छोराछोरीलाई नुहाइधुवाइ गरिओरि आज चाहिँ यसो बाहिरतिर हावा खुवाउन लानु पऱ्यो भनेर हिँडेको साथीहरू। बाहिर आज फेरि मौसम पनि सफा भइरहेछ, घाम पनि लागेछ। धेरै दिनपछि आकाश खुलेको भएर होला बाहिरतिर हिँड्नु पनि मजा लागिरहेको थियो क्या, तर हावाहुरी चाहिँ चल्दै थियो होइन साथीहरू। अनि हामी चाहिँ लाग्यौँ घुम्नलाई, अनि फेरि यसरी यसो क्युटी भाइलाई पनि देखाउनै पर्यो होइन। अनि मेरो छोरा चाहिँ बाहिर बोकेर खानेकुराहरू अलिकति बोकेर हिँडिरहेछ। दिदीभाइको फेरि यस्तो टक्कर छ नि, दिदीले भनेको भाइले नटेर्ने, भाइले भनेको दिदीले नटेर्ने, यस्तो छ कि। अनि मेरो छोरा चाहिँ खालि यसरी भिर पाखातिर घुम्न मजा लाग्छ उसलाई, त्यही भएर लिएर हिँडेको। यो चाहिँ म बस्ने ठाउँबाट देख्ने काठमाडौँ है साथीहरू। अनि फेरि बेला बेला अब आफ्नो फेस पनि देखाउनै पर्यो क्युटी पाइ भएपछि होइन। अनि यसो केही सोच्दै हिँडे जस्तो देख्छु होला तैपनि यता पर मेरो छोराहरू चाहिँ भित्तातिर भिर पाखातिर लडीबडी गर्दै हिँड्दैछ साथीहरू। अनि फेरि बेला बेला आफ्नो फेस पनि देखाउनै पर्यो होइन। अनि यहाँबाट देखिने यता परको यो छ नि, यो चाहिँ काठमाडौँ, अनि यो परको यो चाहिँ वसुन्धराको अपार्टमेन्ट है साथीहरू। यो चाहिँ रह्यो म बसेको ठाउँ होइन। अनि त्यसपछि हामी चाहिँ एकछिन भए पनि घाम यस्तो राम्रो लागेको, अनि त्यसपछि धेरै भयो त्यो बाबु नानीलाई पनि लिएर काहीँ नहिँडेको। अनि आजलाई चाहिँ यसो थोरै बजेटमा धेरै टाढा नगइकन नजिकै जाउँ भनेर आएको साथीहरू। हामी चाहिँ त्यो ठाउँमा पनि आइपुगिसक्यौँ। मेरो छोरा र छोरी चाहिँ पुरा सोचिरहेछ कि कतिखेर चाहिँ ब्यागमा ल्याएको कुरा खाने भनेर होइन। मेरो बाबुलाई चाहिँ फेरि आमा क्यामेरा त देख्नु हुँदैन, लज्जाएर केटी जस्तो गर्छ नि। मलाई चाहिँ फेरि क्यामेरा यति मनपर्छ होइन। अनि तिनजनाको पोज पनि देखाउनु परिहाल्यो यसो फोटोको लागि भए पनि। अनि त्यसपछि एकछिन अब हावासावा खाने अनि बस्ने अनि घर फर्किने भन्ने सोचले 1 घन्टा जतिको ट्रिप भयो साथीहरू हाम्रो चाहिँ। धेरै टाढा पनि गएनौँ, अब रुममा बस्दा त दिक्क लागेको भएर आएको। मेरो क्युटी पाइ हेर्नु नि, मेरो क्युटी पाइ फेरि मेरो पुन्टुने क्या यो मेरो छोरा। अनि हामी चाहिँ यो क्यान्डी खान थाल्यौँ। यो चाहिँ 10 रुपियाँ ल्याएको क्यान्डी है, बाँड्दैछ दिदीले भाइलाई बराबर खाने रे। अनि लास्टमा मलाई चाहिँ उनीहरूलाई बराबर भएपछि लास्टमा मलाई चाहिँ एउटा अरे के साथी, त्यो पनि छोराले खोजेर लगिदियो। अनि फेरि यहाँ एकैछिन भयो भने यसो गफ गरे जस्तो भिडियोको लागि यसो उयो त गर्नै पर्यो साथीहरू। अब के गर्ने त अरू होइन। यसो साथीनासँगै एक्लै रङ्गीचङ्गी हुन्छ अरू दिन। आज त बाबु नानीसँग नि घुम्न पाइयो, त्यही भएर घुम्नलाई आएको। अनि अब हामी चाहिँ खाजा पनि खायौँ चाहिँ यो स्लाइस केक खायौँ है साथीहरू। यो 25 रुपियाँको स्लाइस केक, अनि अघिनेको क्यान्डी 10 रुपियाँको भइहाल्यो। अनि यो नानीले खाँदै गरेको जुस 90 रुपियाँको भइहाल्यो। अनि त्यसपछि अलिअलि ल्याएको थियौँ त्यो पाउसाउ के त्यसपछि के भन्छ पानीपुरी र चटपटे पनि खायौँ। बाबुले अर्को जुस सानो सानो त्यो बट्टाको जुस खायो। त्यो सबै गर्दाखेरि टोटल 200 रुपियाँको ट्रिप है साथीहरू हाम्रो चाहिँ यो है। धेरै टाढा पनि जानु परेन, धेरै खर्च पनि भएन। बाबुलाई नि घुमा जस्तो खालि घुम्छु भन्थ्यो, घुमाएर फर्क्यौँ साथीहरू। ल भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद साथीहरू। आजलाई बाई बाई।